होइन मामा, यो मोबाइलमा चाहिँ यो सामाजिक सञ्जाल ट्विटर, फेसबुक, इन्स्टाग्राम सबैमा अहिले भाइरल छ। राजा आऊ देश बचाऊ भनेर नारा लगाइरहेछ मामा। के साँच्चै मामा राजा आउलान् र यो देशमा अब राजा फर्केलान् र? फर्किन्छन्, जनताको चाहना हो, किन नफर्किनु? अवश्य फर्किन्छन्, राजा आउनै पर्छ। एउटा राजालाई पाल्न सजिलो कि अथाह राजालाई पाल्न सजिलो? तपाईँ आफै भन्नुहोस् पहिला। तर मामा, मान्छेहरू किन यति धेरै चासो लिएर राजा खोज्दैछन् त? हो, नेताहरूले देश खाइसके। आफ्ना छोराछोरी भने विदेशमा पठाएका छन्, गरिबका छोराछोरी भने यहीँ पढेका छन्। एउटा सानो सिटाबल चाहियो भने विदेशमा जान्छन्। हामी सिटाबल खान नपाएर भोकै औषधि बिना मर्नु परेको छ। अब जनता भने दिनभर मजदुरी गर्छन्, जब साँझ हुन्छ खान नपाएर भोकै सुत्छ। यो विडम्बना कसले देख्ने? राजा भनेको सिंहासनमा बस्ने मात्रै होइन, यो देशको अभिभावक हुन्। अहिले नेपाललाई अभिभावकको खाँचो छ। नेताहरूले त देश लुट्न मात्रै जानेछ, कसरी हुन्छ पैसा भजाउन मात्रै जानेछ। एउटा कुरा भान्जा तिमीलाई थाहा छ, एउटा सानो निर्णय गर्नु पनि अहिले नेताहरू विदेशीको एमएससी धाउँछन्, विदेशीको घर घर धाउँछन्। मैले मात्र भनेको होइन भान्जा, करोडौँ करोड जनता आइसके। राजा आऊ देश बचाऊ, हेर कत्रो कत्रो छैन जुलुस छ। भान्जाले देखिरहेको छ, हेरिरहेका छौ। हामीलाई राजाको खाँचो छ। बस राजा भयो भने यो देश कहाँबाट कहाँ पुग्छ। मामा, तपाईँको कुरा सुन्दा त साँच्ची नै राजा चाहिन्छ नै जस्तो छ। अब के राजा आउलान् र? ए भान्जा, के कुरा गरेको तिमीले? जुलुस हेर न, जुलुस जहाँ तहीँबाट जुलुस, पूर्वदेखि पश्चिमसम्म भ्याली यो हाम्रो राजधानीसम्म हेर त कत्रो कत्रो जुलुस छ। राजा आउँछन्, देश बचाउँछन्, हामीलाई राजाको खाँचो छ। ठिक हो बाबा, तपाईँको कुरा एकदमै ठिक हो। यी छोटे राजाहरूलाई हामीले राजा मान्नुभन्दा त ती एउटै राजा ठिक हो त। के कसो ल भन्नु त? ओ अहिले पनि भान्जाले पनि कुरो बुझ्नु हो। यी छोटे लाखौँ राजालाई पाल्नुभन्दा त हामीलाई एउटै राजा ठिक छ, जसले देश र जनतालाई माया गरून्। हो नि मामा, के राजा आएपछि सबै ठिक हुन्छ होला त? हेर भान्जा, के गणतन्त्रले के यो देश बनायो त? कति वर्षको गणतन्त्र आएको तपाईँ आफै भन्नुहोस्। अब घुसखोरी मात्रै चल्या छ। खालि के त भन्दाखेरि कसले कहाँ पैसा राखेको छ, कसले कहाँ पैसा राखेको छ, यस्तै 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 हल्ला